होइन मङ्की माथि खसेर रहेछ होइन छतबाट अलिअलि सास फेरिरहेछ त्यहाँ उठेर होइन मलाई भिडियोहरू बनाउनुको मजै बेग्लै। हेलो गाइज वेलकम टु माई युट्युब च्यानल गुड मर्निङ। म न्यू क्रिएटर हो, एउटा मात्रै भिडियो अपलोड गरेको छु। भर्खर सिक्दैछु सबै चिजहरू। भिडियोहरू स्किप नगरिदिनु होला, साथ सपोर्ट चाहिएको छ हजुरहरूको। अनि मेरो युट्युब च्यानल सबैले सब्सक्राइब पनि गरिदिनु होला अनि सबैले मलाई माया गरिदिनु देखाइदिनु होला। खासै ग्राउन्ड त राम्रो आउँदैन, त्यही पनि म सिकिरहेको छु। अहिले जर्नीमै छु भनौँ युट्युबको। अलि अगाडि आएको होइन पुरा के वाइट फुल जस्तो होइन पुरा झरेर कति राम्रो भएको क्या रोड देख्न सक्नुहुन्छ। हजुर यहाँको देख्न सकिन्छ यस्तो जापानतिरको जस्तो क्या दामी भ्यू रहेछ। त्यही भएर हजुरलाई म सिनेमेटिक सर्ट देखाउँछु, लेट्स गो। उठेर होइन मलाई भिडियोहरू बनाउनुको मजै बेग्लै हुन्छ क्या। बिहानको नेचरहरू होइन फुलहरूको अलगै हुन्छ क्या, माइन्ड पनि फ्रेस हुन्छ होइन। गाडीमा धेरै जस्तो मान्छेहरू पुरा वाकिङ गर्नु पनि आउँछन् होइन। म चाहिँ अब रुमतिर जान लागिसक्यो गाइज। अब रुममा गएर नास्ता खाएर खानासाना प्याक गरेर कामतिर लाग्नुपर्ने हुन्छ। यहाँ फेरि कुकुरहरू घरमा पार्छन् क्या, भुके गर्छन् बिहान होइन। अब यहाँ मान्छेको चहल पहल पनि हुन लागिसक्यो, अब हिँड्न लागिसकेका छन्। अब रुममा पुगिन्छु, अब पुगिसक्यो भनौँ। अब होइन मङ्की माथिदेखि खसेर रहेछ होइन छतबाट अलिअलि सास फेरिरहेछ। यसको आमा चाहिँ माथि बसेछ, त्यसले काहीँ लिन पनि दिन्न क्या। अब हस्पिटलमा फोन गर्दैछौँ, त्यही पनि यो भेटनरीमा। अनि पानी सानी खुवाइदिएछ हल्का फुल्का, अलिअलि होस् होइन। तर सायद बाँच्दैन जस्तो लाग्यो, धेरै 11-12 फ्लोरबाट गरेर खस्यो कठिन कस्तो हो क्या। खै कसरी खस्यो, माथि नेट बाँधेको थियो त्यही नेटबाट खस्यो जस्तो छ। फाइनली अब रुममा पुगिसक्यो। हजुरले देखिसक्नु होला होइन त्यो बन्दर खसेर मरेको माथिदेखि कस्तो भयो थियो भने त्यो बच्चाले बन्दर खसेर मर्यो भने क्या, त्यो बन्दरको बच्चा रहेछ क्या। गएको त जानै नदिने पानी सानी खेलामा लगाइने ख्या गर्ने होइन। पछि 2-4 जना मान्छे बोलाएर अनि त्यहाँ गएर लट्ठी लगेर बसेर अनि हल्का पानी सानी खुवाउनुलाई पछि विश्वास लागेर रहेछ, त्यस्तो केही गर्न लागेन। तर बसिरहेको क्या नमर्ने जस्तो। पछि अनि त्यहाँ बसिरहेको चाहिँ डक्टर बोलाउँदै थियौँ, पानी सानी खुवाएँ मैले नै यताउता गरेँ। अनि अरू डर पनि मान्दैन थिएँ, मैले पानी सानी खुवाइदिएँ हल्का फुल्का। अनि हल्का सास जस्तो भयो। एकछिन पछि त्यस्तै गरेर 15-20 मिनट समय बाँच्यो होइन। पछि र बाँचेन क्या, मरिहाल्यो होइन। त्यो आमा पछि मरिसकेपछि थाहा पाइहाल्दो रहेछ क्या। जबसम्म मरेन तबसम्म छोडेन, तब मर्यो नि अनि तब त्यो गइहाल्यो क्या, अटोमेटिक छोडिदियो। अनि पछि हामीले प्लास्टिकमा हालेर यताउता गरेर बाहिर लगेर फालिम साइड लगाइदिउँ होइन। के गर्नु माथि नेट रहेछ क्या, नेटबाट त्यो नेटमा यस्तो बसेर रहेछ। बस्दाखेरि हिँड्न लागेको छ, त्यो नेट यताको लुज रहेछ अनि त्यो गिरिहाल्यो रहेछ क्या। त्यसरी मर्यो रहेछ। सानो बच्चा हो होइन, त्यो आमा माथि थियो। अनि पुरा बन्दरहरू पुरै ग्याङ आएको थियो होइन, माथि बसेको थियो। बहुत अर्कै लाग्यो होइन। हामीहरू हिन्दूहरू बन्दरलाई पनि मान्छौँ होइन, हनुमानको स्वरूप पनि मान्छौँ त्यस्तै होइन। त्यस्तै के गर्नु, अब नेक्स्ट भिडियोमा मिलाउँला। बाई, आजको लागि यति नै। सबैले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर अनि फुल वाच गरिदिनु होला। अनि सधैँ नै यस्तै सपोर्ट अनि माया गरिदिनु होला।